आज दसैँ पनि आयो कुर्दा कुर्दै होइन आयो कि आएन आयो अनि के हुन्छ त सकिन्छ टिका लाउने जमारा लाउने होइन अब यस्तो राम्रो चिटिक्क परेको छिन् म त यिनलाई मात्रै देखाउँ जस्तो लाग्यो चाचा हुई है केही भन नि त आफ्नो दसैँको बारेमा केही सबैलाई मेरो तर्फबाट विजयादशमीको शुभकामना छ है परदेशमा भएकाहरू सबैलाई धेरै स्पेसल्ली कसलाई सम्झिन्छु स्पेसल्ली त आफ्नो मान्छेलाई आफ्नो मान्छे भन नि त नि आफ्नो मान्छेलाई स्पेसल्ली है सबैलाई बडा दसैँको शुभकामना कस्तो रिश्तेदारलाई हो कि आफ्नो मान्छे कसलाई सम्झिन्छु भन नि त अनि भिडियोबाट मेरो मनको मान्छेलाई सम्झिन चाहन्छु है अब नै लाग्यो गाँठे मलाई दसैँको बेलामा पनि कुरा गर भनेछु भन भनेछु भन्ने होइन यहाँ बसेको मान्छेलाई किन टच गर्यो कि फेरि तिमीले जहिले के पार गर्ने रे मेरो नानी पनि हेर्नु कति राम्रो देखेछ हाई भन्न त यो चाहिँ मेरो दिदीको छोरी पुष्पा शेर्पालीको छोरी हो मम्मीलाई सम्झिन्छस् किन कति धेरै सम्झिन्छ मम्मीलाई धेरै मिस हुँदैन न मम ड्याडलाई हैन कति राम्रो देखेछ यो फन न घुम्दैन नानी ड्याडीले सम्झेछिस र सम्झे छैन नाच्दैन त नि तँ सम्झेछिस सो फाइनली साथीहरू रेडी भइसकेका छन् अब टिका लाउने हो है ओके साथीहरू पछि बनाउँदै गर्छु ल